पुग्ने काम आज चाहिँ अब यति भएन किन उठेन भन्दाखेरि घरको सबजना त के अरे यार सुब्बा देउराली भन्ने मन्दिर जाने रे बिहान उठेर हैरान भइरहेको अब यस्तो यताउता नुहाइ गरेर अनि त्यसपछि चाहिँ जानुपर्ने हुन्छ। अब कस्तो हुन्छ यात्रा घरबाट फ्रेस भएर सिधै यता दोकानमा आयो। सुरुमा चाहिँ बाइकमै जाने भन्ने कुरा भयो अहिले चाहिँ अब बाइकमा जाँदा टाढा हुँदो भयो यताउता गाह्रो हुन्छ महिना आउला भनेर गाडीमा जाने कुरा भयो। अर्गाउँ चोक आएर बसेको सर र यहाँ दोकान चाहिँ हाम्रो दोकान चाहिँ यो हो थ्री ब्रदर्स फोटोज स्टुडियो हो। कसैलाई अब फोटोहरू फ्रेमहरू निकाल्नु पऱ्यो भने चाहिँ कम्ती हुन्छ मलाई। अर्गाउँ चोकमा चाहिँ यहाँ चाहिँ अब यस्तो बवाल देखियो होइन। दोकान चाहिँ भित्र छ सर यस्तै छ तयारी साई साई कम्पनी दोकान चाहिँ यस्तो हो। जतिमा जे उति चम्कने अब चाहिँ अब सुब्बा देउराली गएर दर्शन गरेर आउनुपर्ने हुन्छ। अब चाहिँ अब निस्किन पर्ने हुन्छ यहाँबाट। यहाँ बस्दा बस्दा बिहान 4 बजे जाने भनेको अहिले कति बजे अरे 5:13 7:13 4 बजे जाने भनेको 7:13 भइसक्यो। अब अघि नै चाहिँ बाइकमा जाने भनेको अनि यहाँ हाम्रो मम्मीलाई र बाबालाई गाह्रो हुन्छ भनेर टक्क अब गाडीमा जाने कुरा भयो। गाडीमा गएर सर गएर पूजा गर्नु के को लागि पूजा गर्ने रे मम्मी यहाँ छ के मम्मीले चाहिँ यहाँ मेरो लागि पूजा गर्ने रे म अनि अब त छैन त्यही पनि होइन राम्रो बुद्धि आओस् अनि विदेश जानको लागि सक्सेस होस् र म विदेश जानलाई मन्दिर गई विदेश पठाउन लान मलाई अब नेपाल छोडेर जा गएर कमाएर आइज भनेर राम्रो होस् भनेर पूजा गर्न जान लाग्यो। त्यही हो गाइस। ल अब यहाँभित्र दाईहरू निस्किँदै हुनुहुन्छ दाई भाउजूहरू। यस्तै छ अब के गर्ने गर्ने जिन्दगी। नेपालमै बस भने कि के भने अब त्यो त भाग्यले भनिहाल्छ होइन। अहिले चाहिँ यहाँ दोकानमा तल्ल परेर बस्यो गाडी नि यहाँ बाहिर आएर कुदेर बस्यो बादल त। तर बेलुका चाहिँ अब 2-4 पानी पर्यो अनि अब भोलि त गइन्न होला भन्ने सोचेको थिएँ। आनन्द सुतेर बसेको थिएँ म त है। बेलुका चाहिँ डेन्जरै ठुलो पानी परेको थियो गडाइमुख रातैभरि पानी परेर अब चाहिँ यहाँबाट हामी निस्किन लाग्यो। यहाँ चाहिँ बमिटको कुरा भइरहेको बमिट हुन्छ अरे को कोलाई हुन्छ बमिट चाहिँ बमिट हुन्छ कि नहुन्न मलाई हुन्न अरूले गरेको हुन्न बमिट कहाँ गाडीमा गएर नि बमिट गरेर हुन्छ भनेको बाबा चाहिँ यहाँ हुन्छ बाबा सबैलाई देखाइदिनु सबलाई देखाउने हो जाम ल अब चाहिँ जान पर्ने हुन्छ। अब त हिरो पनि त हुनै पर्यो नि दाइ नि हाम्रो मेरो सब्सक्राइबर हो कि दाइ भाउजू चाहिँ त्यता हुनुहुन्छ
पानी त को कस्तो अब थाहा हुन्छ नि अहिले एकछिनमा ल ल ल अब यहाँ कहाँ खोला भन्ने ठाउँमा आइसकेको छ यहाँ अब मन्दिर जाने भनेको के अरे खै यहाँ उयो दाइले चाहिँ अब म त सक्दिनँ खान्छु म भन्छ हामी चाहिँ अब खाइन्छ होला अब दर्शन गर्न जानुभएपछि हजुर तरकारी पूजा गर्ने रे खिर खिर खानु न खिर नुन नहालिकन अनि थोरै त हाल्छ नि त पहिले त होइन हामी चाहिँ अब यहाँ खिर खिर चाहिँ खान हुन्छ अरे खिर खाएर जानुपर्ने हुन्छ है यता यहाँ गल्याङ भन्ने ठाउँ आउन चाहिँ 12 किलोमिटर बाँकी छ अझै तर यहाँ यस्तो छ अब खिर पनि आइसकेको छ यहाँ खिर खिर चाहिँ खिर खाइदिउँ खिर 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 खाइदिउँ अहिले थोरै कस्तो हुन्छ खिर चाहिँ बवाल छ है खिर मिठै त हुन्छ मिठो ल गाइस हामी चाहिँ यहाँ अब के हो यो हर्मीचौर 0 भन्ने ठाउँमा यस्तो छ ठाउँ चाहिँ दादा पुटी हात बाग्लुङ जाँदैछ त्यही हो टाइम चाहिँ तर बेसरी लाग्दो रहेछ 8-9 घन्टा थोरै टाइम हो र भनेको 8-9 घन्टा गुगल म्यापले घरि कति कता देखाउँछ घरि कता देखाउँछ कति टाइम लाग्छ अझै कति टाइम लाग्छ त यहाँबाट हजुर 1.5 घन्टा कति लाग्छ 2 घन्टा जति लाग्छ अझै आधा घन्टा रेडी लाग्छ गाह्रो रिडी पुग्न आधा घन्टा पोखरा त जानुभयो होला भाइ त जिम्मा जानु पोखरा पोखरा घुम्ने गरेर जानु भएन हामी नि गएको छैन त्यही छ जिन्दगी अब धेरै छिटै खासै गाह्रो चाहिँ हुन्न गाडी त चलाउने भन्दा नि उडाउलै जस्तो गर्दो रहेछ नि है चाहिँ बल चलाउँदो रहेछ नि त एक्सपिरियन्स गाडी चाहिँ बवाल चलाउँदो रहेछ गाडी पनि राम्रै रहेछ है त्यो नयाँ गाडी रहेछ गुरुङ हो क्या पछाडिको टायरमा हावा हाल्न लाग्यो चाहिँ गाडीमा यसो हावा गाडीमा हावा सावा हाल्न
गाइस अब चाहिँ अलि माथितिर पुगेपछि भेटौँ न झ्याउ लागिसक्यो भ्लग बनाउन आउँदा आउँदा बाटोमा चरो एक्सिडेन्ट भयो रहेछ गाडी पनि गाडी गाडी वहाँबाट जमाउने गाडी वहाँबाट फसेछ वहाँ कता कहाँ जाने गाडी आउँदा आउँदा यहाँ बाटोमा गाडी त कस्तो फसेछ बिचरा वहाँ माथिबाट गाडी यहाँ यस्तरी फसेछ बिचरा वहाँ माथिबाट त्यस्तो फसेछ बिचरा हजुर दिन्छ किन नने यो बाइकहरुको कसको लैजाने बिचरा यार यत्रो मान्छे डेन्जर घाइते भन्छ नि त यार बिचरा सबजना घाइते हुनुभएको छ यस्तो घाइते हुनुभयो रहेछ सबै यार गाडी एक्सिडेन्ट भएर बिचरा के भयो रहेछ बाजे ए गाडी गाडी एक्सिडेन्ट भएको माथिबाट ए बिचरा जान्न आउन मान्छे बिचरा लास्टै भयो रहेछ यार गाडी माथि अब यहाँ बिचरा यहाँ यस्तो बच्चाहरू यस्तो एक्सिडेन्ट भएर लाग्छ गाडी चाहिँ यहाँ यस्तो पल्टेछ माथिबाट पुलिस प्रशासन नै आइसकेको छ यहाँ पुलिसलाई नै हुन्छ गाडी यस्तो भन्छ बिचरा वहाँ माथिबाट खसेर एक्सिडेन्ट भयो रहेछ क्या माथि चाहिँ पुरै यहाँ माथि चाहिँ गाडी त्यो गाडी पुरै एक्सिडेन्ट भएर बिचरा गाडी रहेछ पुरा फेल भएछ बिचरा सबजना घाइते हुनुभयो के भयो रहेछ माथिबाट खसेको वहीँ माथिबाटै खसेर रहेछ हजुरहरू पनि त्यही गाडीमा गाडी गाडी वहाँ त्यस्तो भिडमा खसेर रहेछ माथि डाँडाबाट अनि कसै हुन्छ यहाँ बिचरा
यस्तो सबजना पुलिस प्रशासन नि आइसकेको छ यहाँ दर्शन गर्नु जाने भनेर हिँडेको यस्तो आउँदा आउँदा बाटोमा यस्तो देखियो अब बिचरा कति गाह्रो होला अब चाहिँ अब मध्यतिर माथितिर पुगेपछि भेटौँला होला ल फाइनल्ली सुब्बा देउराली मन्दिर आइयो अब यहाँ चाहिँ अब अलिअलि ध्वजाहरू पूजा गर्ने सामानहरू लिएर पुल चाहिँ यस्तो वाल पुल छ यार यति माथि सर तर दुर्गम त लास्टै दुर्गम रहेछ कि आउँदा आउँदा बाटोमा ल यहाँ चाहिँ अब मम्मीहरूले पूजा गर्ने सामानहरू लिँदैछन् अब चाहिँ आजबाट चाहिँ राम्रो हुन्छ कि दिन ल भाउजू पनि झर्दै हुनुहुन्छ यहाँ हामी एउटै घरको परिवार हो खै म फोन गर्नु पर्यो एकछिनमा त्यस्तै छ अब यहाँको फुल्ली विशेषता चल्छ नि यहाँ चाहिँ भित्र यस्तो राम्रो रहेछ यहाँको विशेषता पनि अहिले म एकछिनमा फेरि भन्छु राम्रोसँग के विशेषता भएको भएर चाहिँ सुब्बा देउराली मन्दिर भएको भन्ने कुरा अहिले एकछिनमा भन्छु म हेलो मामी के छ जाम खाना खाएर बस हामी चाहिँ यसो दर्शन गरेर हामी खान्छौँ ए ल अनि यहाँ चाहिँ आई लभ सुब्बा देउराली लेखेको फोटो खिच्ने ठाउँ नि रहेछ भिड त तर बाबा भिड हुँदो रहेछ भिड फोटो खिच्ने ठाउँ हो यस्तो रमाइलो छ है रमाइलो यहाँ चाहिँ केही मागेपछि चाहिँ पुरा हुन्छ अरे कि है जे चिज माग्यो त्यो चिज चाहिँ पुरा हुन्छ क्या तर राम्रो मनसँग माग्नु पर्यो पुरा त आफूले गर्न नि पऱ्यो अलिअलि त नत्र त्यस्तै त हुन्न पुरा माग्यो भगवान् छ अनि आफूले केही नगरिकन बस्दियो भने त कहाँ पुरा हुन्छ नि मन्दिर चाहिँ आयो है खाना चोकर ल सुब्बा देउराली मन्दिर चाहिँ यस्तो छ ठ्याक्कै बाटोको छेउमै रहेछ यता चाहिँ यस्तो बवाल छ फोटो सुट पनि भइरहेको यहाँ टिकटक नि बनाइरहेको आज लगाएर बिचरा ल यहाँ चाहिँ भगवान् छन् मागेको जति चाहिँ पुरा गरिदियो भगवान् जाम यो ऐना सैना टास्ने नि है हो बाटोमा त्यो एउटा थियो नि यहाँ ऐनाहरू नि टास्ने ठाउँ नि यहीँ रहेछ कुदा रहेछ खोल्ने जाम जुत्ता खोलाउँ ल
धर्म लाइनमा हुँदो रहेछ मजा खोल्ने नि हो त्यहाँ माथिपट्टि राख्नु सबैले एकै ठाउँ राख्नु क्या सबै एक ठाउँ राखेको त्यहाँ पनि खोलिदिएर राखिहालियो अब पण्डित बाजेले उहाँ खिच्दै त नि देख्छु जोडा र जोडी बिजोडीमा एउटा सब यहाँ चाहिँ जोडी जोडी आउने रहेछन् अब यहाँ किशोरको चाहिँ खै कहिले हो जोडी आउने कसको मेरो मेरो त तिमीले हो नि मैले त के गर्ने हो र जाम 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 ल ल एकछिन है त मनमा सबै सम्झे आटे ताकेको पुगोस् परिवारमा खुसी छाओस् राम्रो होस् ल हो त्यो उसै आधा रात ल अब यताबाट जाने हो नि गाइस अब चाहिँ पूजा सकिएर अब भोग्नु लास्टै लाखा है खाए खाना मैले त खाएँ यहाँ हामीलाई हो क्या भोग लागेको चाहिँ भोग लागेको चाहिँ हामीलाई अब बिहानबाट केही खाएन अहिलेसम्म त भोग लागिहाल्छ त्यो खाएन खाना त खाएको तर खिर खाएको है फेरि खिरले झन् भोग लाग्दो रहेछ कि नुनिलो नखाएपछि चाहिँ त्यस्तै छ गाइस अब चाहिँ यहाँ खाना खाने ठाउँ कहाँ हो अघि भनेको खाना खाने ठाउँमा जानुपर्ने हुन्छ कहाँ हो रे माथि है कपाल मिल्यो हरिब देख्यो त्यस्तै अब के भन्नु त अरू आजबाट चाहिँ अब यहाँभित्र होइन अब पूजा गरेर अब कस्तो कस्तो फल मिल्छ त्यो हेरौँ भात चाहिँ खाइदिइहाल्नु पर्ने हुन्छ अब यहाँ बस्थ्यौँ यहाँ है अहिले खाना आएपछि भेटौँ ल यहाँ खाना पनि आइसकेको छ अब चाहिँ खाना पर्ने हुन्छ मजाले भोक लागेको बेलामा ल मजाले है बिहानबाट केही नखाइ हिँडेको टिकटक बनाएर आएको मम्मी ल कस्तो खाना मिठो खाना चाहिँ ल अब एकछिन चाहिँ अब भिडियो ल्याइदिइहाल्नु ल त्यो चाहिँ अब हामी यहाँ खाना खाएर नि निस्किसक्यौँ खाना खाएर यस्तो बाहिर निस्केको यहाँ बाबाजीले पुरै बम बम बोले यस्तो सर यस्तो छ जिन्दगी अब ताने बस्यो के गर्नु जाने अब चाहिँ हामी यहाँबाट त्यो लाउरे टाँसेको ठाउँ हेर्न जानु लाग्यो लाउरेलाई चाहिँ टाँसे थिएँ भक्कल भाग्दाखेरि भक्कल पुरा हुँदा पनि भगवान्लाई सम्झिँदा पनि उल्टो बाटो जाँदा
लाउरेलाई चाहिँ अनि यस्तो उडाएर लिएर आएर भित्तामा टाँसिदिएको भन्दै थियो। त्यो ठाउँ चाहिँ अलिकति उता रहेछ मन्दिर भन्नु, तर यहाँ जाम चाहिँ डेन्जर हुँदो रहेछ गाइस। जाम चाहिँ बवाल जाम हुँदो रहेछ। बजाएको बजाइ छन् फेरि, यस्तो बवाल छ नि होइन। जाम चाहिँ वाइल्ड जाम छ नि होइन गाइस, के भन्नु अब। गाइस जिन्दगी चाहिँ अब चाहिँ यहाँ टक्क हामी जानुपर्ने हुन्छ सर लाउरे टाँसेको ठाउँ हेर्न। खोइदैन भयो के गर्नु अब, पप चुस्नै पर्ने हुन्छ। मन्दिर चाहिँ तर यत्रो बेरसम्म नि भिडै हुँदो रहेछ गाइस। यस्तो हरिब छ। बाबा चाहिँ यहाँ हुनुहुन्छ। मम्मीहरू चाहिँ उहाँ उता चुरा किन्न लाग्छन् फेरि। खै कहाँ वाउ चुरा किन्दैछन्। छिटो छिटो बम बम बोले। बाबाजीले अलि हेरेको गर्नु भएन मलाई। हल्का चाहिँ धर्म चर्म हुन्छ 50। अब आफ्नो त छैन हेरकेटा हो औकात पैसा दिने। अहिले कमाइने छैन, केही छैन। ओ बाबाजी कहाँबाट हो दाजु? काले यस्तो बाबालाई सम्झाउनु भयो। हजुरलाई राम्रो होस्। जति हजुरको भक्तजन हेरेछन् दुर्गा माताजीको आशीर्वाद हलक निरञ्जन बेटा। ल हर हर महादेव। बाबाजी त खुसी भएर ल अब चाहिँ जानुपर्ने हुन्छ गाइस। रक्सी लाग्यो क्या कसलाई? खोइ होला पैसा दिएर आइस क्या। न त कहाँ त्यत्रो खुसी हुन्छ नि। दानी भएर कति दियो त नि? ए भगवान् ल भगवान् रक्षा गर। भाइरल हुनलाई चाहिँ होइन मनबाटै दिएको हो। त्यस्तो भाइरल साइरल त म पहिल्यै हुन्छु अब अलिपछि। ल अब चाहिँ अब त्यहाँ लाउरे टाँसेको ठाउँमा पुगेपछि भेटौँला। अहिले चाहिँ हामी यहाँ लाउरे टाँसेको ठाउँमा आइसकेका छौँ। यसो हेरौँ अब यहाँ लाउरे टाँसेको चाहिँ यहाँ हो अरे। यो छाप भएको, यो कालो छाप भएको चाहिँ लाउरेलाई चाहिँ यहाँ हिँड्दैन यो हो यो के यो कालो छाप। लाउरे टाँसेको चाहिँ यहाँ हो। यस्तै छ अब लाउरे टाँसिँदै छन् त्यहाँ पुरा। यो हो र माथिको पाहाड हो कि होइन? होइन भने अब यत्रो सबले मानेछन् फेरि हो भन्नै पऱ्यो है। होइन कसरी भन्ने हो भनौँ भने हो कि होइन जस्तो नि छ। यहाँ रहेछ टाँसेको चाहिँ, तर यताको ठाउँ चाहिँ कहीँ सम्म छैन, सब पाहाड मात्रै। बिरालो सबै अनि खेतहरू पनि सब सम्म ठाउँ कहीँ छैन, सबै पाहाड मात्रै। त्यति साह्रै विकास चाहिँ केही भएको छैन यता, धेरै त्यति साह्रै भएन कि। तर भएन भने नि के भन्ने, यत्रो होटेलहरू बनिसक्यो। विकास चाहिँ भएको हो, तर पुरा विकास चाहिँ भएन राम्रोसँग। पोखरातिर जस्तो चाहिँ छैन। अब के भन्ने, जानी त होला अब यहाँ पछाडि बसेर।
त्यही हो क्या ओ यो ल सुब्बा देउराली रक्षा गर अब हामी त्यस्तो लाउरे जस्तो छैनौँ भगवान् लाउरे जस्तो छैन भगवान् है हामीले भनेको कुरा पुरा भयो भने चाहिँ हामी आउँछौँ फेरि पुरा भयो भने नभन्न यार तिमीहरू आउँछौँ फेरि नहुन अघि यसले फेरि अनि मैले त त्यही भनेको नि त अनि माग्ने बेलामा यसले यसको मेरो एउटै भन्छ भइहाल्यो केही पुरा भयो भने फेरि एकचोटि दर्शन गर्न आउँछु भनेको थिएँ मैले त्यस्तो भनेपछि त फेरि दसैँ आउनुपर्छ क्या फेरि पुरा भसी भन नि त बाइक आयो है पछाडि भाइ गएको छ ल अब चाहिँ अब हामी चाहिँ सर एकैचोटि पोखरातिर पुगिन्छ होला गाडी आउँदैछ ल गाडी आउँदैछ है अब आउँदा आउँदा यहाँ बाटो फेरि जाम रहेछ यहाँ मसला हाल्दै रहेछ नि यता अगाडि अब कति बेलसम्म कति टाइम लाग्ने हो यता त किन हो यति हतार तपाईँ नजानु यति हतार नगरौँ न गुरुजी हतार धेरै नगरौँ यहाँ तल चाहिँ फेरि यस्तो छ पुल चाहिँ फेरि जता गयो त्यतै पुल यहाँ चाहिँ बाटो मर्मत कार्यक्रम भइरहेछ पुरै ऊ खनाइदिए माथिबाट उहाँ मान्छे हुँदा हुँदा ल ए हाम्रो आबाको बेहुला दाइ गाडी चाहिँ त्यहाँ राखेर कतिखेर हो ल अब यहाँ कतिखेर खुल्छ खुल्दैन क्या हो आज राति यतै बास हुन्छ जस्तो सिद्धियो दाइ अब ल ल In 300 meters,